हेलो हेलो गुड आफ्टरनुन गाइस। के छ सन्चै आराम हुनुहुन्छ सबैजना? ठिक छ होइन? ल आज चाहिँ हाम्रो चेफ कमित्री चेफ कमित्री चेफ उमेश बहादुर चलाएर आज अब हाम्रो किचनमा चाहिँ खिर खिर पकाउँदैछ है। खिर खिर पकाउने कार्यक्रम हुँदैछ। खिर मास्टर यता चाहिँ अस्ति खिर बनाएको खतरा मिठो लाग्यो, फेरि अनि आज यसपालि खाइदिउँ भनेर होइन। हाम्रो चाहिँ यस्तो छ किचन चाहिँ है गाइस। किचन यता यस्तो छ, दामी छ हाम्रो किचन। यता यही हाँडाकुँडा भइहाल्यो। अनि यता हाम्रो लिभिङ रुम है। के हो भाँडाकुँडा त टन्नै छ। कसैलाई पनि गुज्ल्यौँ। ए दुध ल्याएँ यहाँ, प्योर गाईको दुध है, एकदम प्योर गाईको दुध। अस्ट्रेलियन होस्टेलियन पाउडर के मिसाएको शुद्ध एकदम यो दुध। अब चट्टल र चामल चाहिँ यहाँ छ, जस्मिन राइस है। हेर्दै गर्नु होला है त। ल अब यो त प्रतिक्रिया सुरु भइसक्यो। अब प्रक्रिया कसरी बनाउने भन्ने कुरा। तेल पनि हाल्छ र दुध लाग्दैन क्या। गाइस हेर्दै गरौँ है। ओ कमीवान चेप खतरा छ फेरि। कमीवान चेप अब दुध पोड्नु थाल्यो। कमीवान चेपले सल्याट अब खै त यार चेपको त अनि उयो छैन त यार, ग्लोभ्स पनि छैन यार। ग्लोभ्स पनि लाउनुपर्छ चेप। सिद्धिएको रहेछ। ल ठिक छ। ल हेर्दै गर्नु होला है गाइस। ल दुध यहाँ यसो अस्ट्रेलियनबाट ल्याएको दुध कसैले गर्दै हाल्दैछ केटाले। म पनि खोलिदिउँ नि है। खोलिदिउँ यसरी 4वटै 5वटै खोलिदिने। एउटा चाहिँ जुस बनाऊँ है। दुध चाहिँ खतरै हुन्छ उनीहरू है। दुध र भात हाँसेर भात खाने त्यसो बिहान चटलाएर तिज आयो गाइस। तिज लाग्यो अब सर लगाएर। असार 15 के अरे साउन 15 त खिर खाने दिन त अस्ति नै हो। दही पनि फेरि बनाएर खाइने हो। अस्ति पनि खायो, आज पनि खाइने हो। तर चामल चाहिँ अलिक थोरै हुन्छ कि भन्ने जस्तो छ हो। ठिकै हुन्छ। कति आउँछ? टन्नै आउँछ? जति दुध छ त्यति आउँछ। होइन होला, जति दुध छ त्यति आउँछ। भरेमा देखायो भएन हो। ल गाइस ल हेर्दै गर्नुहोस् है त। ल सबैजनाले हेर्नु होला। अब खिर बनाउने प्रक्रिया कस्तो लाग्छ यसो कमेन्ट पनि गरिदिनु होला। के मिलेन कसो मिलेन हेर्दै गर्नु होला। हेर्दै गर्नु है त। काजु चाहिँ यस्तरी हुँदैछ गाइस, पुरा एकदम रोस्ट गरेको काजु है। यो काजु किम्तीमा 1500-2000 किलो होला। अनि हामी चाहिँ यस्तरी बनाउँदैछौँ। अनि यहाँ चेपको चाहिँ बोतला अलि लामै भएछ, काट्नुपर्ने रहेछ अलिअलि। अनि ठिकै छ, केही छैन। अनि अब के अरे काजु मस्त यहाँ धुलो बनाउँदैछ हाम्रो चेफ। आज इन्टरनेसनल चेफ कमित्री आज बनाउने हो खिर मजाले। हेर हो है त। ल हेर्दै गर्नु है, स्टेप बाई स्टेप सरर आउँछ अब एकछिन। अनि यता दुध यता उम्लिँदैछ यसरी मसलाएर। अस्ट्रेलियाबाट ल्याएको दुध यो है। अस्ट्रेलियन होलिस्टियन गाईको दुध एकदम प्योर चमकदार भएको छ दुध। कतार फ्रेस मिल्क फुल फ्याटमा आज। अनि त्यसपछि यता तपाईँको आलु पनि प्रायः उम्लिँदैछ चकचक गरेर। अनि यता दुध उम्लिँदैछ। अब यता अचार बनाउने, यता खिर बनाउने। आज त कार्यक्रम त धेरै उस केटा हो। यहाँ मासु पनि रहेछ। ओ यो मासुसँग त
त्यो रोटी खानु पऱ्यो यार ल गाइस किप वाचिङ है त ल हेर्दै गर्नु होला प्रतिक्रिया पनि दिनु होला हाम्रो कमिथ्री चिफले आउँछ इन्टरनेसनल कमिथ्री खतरै छ नि चिफ त हेर्नु न है त ल सबैजना गाइस अहिले चाहिँ चामल चाहिँ माथि आइरहेछ है मजाले सर लगाएर यसले चलाउने होइन पकाउनुपर्छ थोरै क्लप्तै लाग्छ होइन गाइस क्यान्सी ल हजुर खिर है गाइस ल कमिथ्री चेपले खतरा बनाउनु भयो खिर आज ल चस्सै हुने भयो केटा हो अब भएको अब एकछिनपछि खाइन्छ अब च्यास लगाएर ल है त हेर्दै गर्नु होला खिर अचारको लागि रेडी हुँदैछ यही अचारको लागि आलु पनि रेडी अनि यता फेरि सलाद पनि रेडी अचारको लागि खोर्सानी पनि रेडी कटाइ त खतरा छ फेरि पिरोवाला भएछ अरे यो चाहिँ के को लागि त फेरि त्यो चाहिँ खानालाई खायो हुन्छ हो ससै हान्नु एउटा टेस्टी आमा खतरा हुँदैछ त यार एट यो चाहिँ अचार आइरहेको छ अचार बडा रस आयो यार पानी आयो यार कमिथ्री चेपले त खतरा बनाएको यार आमा म लेख्न अझै चस चलाएर नुन धेरै हालेर बुढाले फेरि म लेख्न खतरा मलाई बुढाले खिर त यस्तो भएछ गाइस खतरा मिठो नै होला जस्तो छ यार धेरै त होइन चार थाल चाहिँ खाइन्छ होला अझ मैले धेरै त होइन 4 थाल हो 4 थाल फेरि यताखेरि अचार अब म त चाख्दिनँ कहिले नि यता चाख्न थालेँ चेप कमिथ्री चेपले चेप हाउ आर यु चेप गुड ल पिरो भइसक्यो चस्सै ल है ल गाइस ल पाक्यो हाम्रो यो सबै पाक्यो अब एकछिनमा खानेहरू चराप ल अब हाम्रो सुरु भयो गाई खिर स्पेसल सुरु भयो अब हाम्रो यहाँ चस हान्ने अब है असार 15 त के अरे साउन 15 त गइसक्यो भए पनि अब हामी चाहिँ अब भदौ 15 25 के हो मनाउँदैछौँ है त ल ल के ल हेरेर यसो प्रतिक्रिया गर्नु होला धन्यवाद यता अझै चेप यहाँ चेप छ यता हाम्रो नारायण भाइ छ यहाँ नारायण भाइ यहाँ सिरियल हेर्दैछ बर्थडे बोय ल स्वास सार्नुपर्छ लगेर कमिथ्री चेपले खतरा बनाएको छ खिर बनाएर स्वास लगाएर खिर हान्दैछ केटा हो ल लगेर टेक केयर लगाएछ सेव अब स्वाद हानिन्छ अब है त ल अझ त हामी खिर पार्टी खाँदैछौँ यहाँ खिर पार्टी खाँदैछौँ ल हेर्नु है खिर पार्टी चट्टा लाएर पिरो बनाएर सबैलाई हाम्रो यहाँ चेपले बनाउनु भएको है त ल